आज चाहिँ तपाईहरुलाई मेरो जिन्दगीको एक दुःखद घटना म सुनाउँदैछु। म सुते अनि उठ्दाखेरि चाहिँ अल अफ सडन मैले आफ्नो मोबाइलको चारवटा नम्बर पासवर्ड बिर्सेँ। कसरी बिर्सेँ ट्राई गर्दै त्यो लक भयो के। अनि फेरि 15 मिनेट पछि खोल भन्यो, आधी घण्टा पछि 1 घण्टा पछि त्यस्तै गर्दै अब 1 दिन पछि खोल, 8 घण्टा पछि खोल भनेर आयो। यस्तो पनि कसरी हुन्छ? अल अफ सडन पासवर्ड बिर्सिने, फोन अनलक गर्ने। त्यसपछि त्यस्तो हुँदै 3 दिन पछि खोल्ने भयो। 3 दिनसम्म पनि मैले मेरो पासवर्ड सम्झिन सकेन। अनि मसँग स्पेयर फोन थियो एउटा, अनि त्यसमा मैले मोबाइल सिम हालेर चाहिँ फोन चलाउँदै गरेँ। त्यसपछि केही उपाय नलागेर चाहिँ मैले मेरो फोन रिसेट गरेँ। ओहो, त्यसमा 3 वर्षदेखिको सबै मेरो फोटोजहरू, अरूभन्दा पनि मेरो बच्चाको फोटो, हलिडेजमा गएको फोटो, सबै डाटाहरू सबै गयो कि। मान्छे कतिसम्म पनि म एभ्री टाइम चाहिँ मैले चाहिँ ब्याकअप राख्दिएँ, तर आई डोन्ट नो यसपालि चाहिँ मैले त्यो ब्याकअप पनि राखेको छैन रहेछ। स्पेसली फोटोजहरू जुन हलिडेज गएको, स्पेसल मेरो बच्चाको स्पेसल मोमेन्ट्सहरू। अनि त्यतिकै भयो। अल अफ सडन 1 विक पछि मेरो 4 बजे निन्द्रा खुल्यो हैन। 4 बजे निन्द्रा खुलेपछि चाहिँ मैले मेरो मोबाइल हेर्नलाई खोलेपछि चाहिँ मैले पुरानो मेरो पासवर्ड चाहिँ जुन थियो त्यो हालेँ हैन। अनि त्यहाँ याद आयो के मलाई बल्ल, ओ माई गॉड। 1 हप्तापछि बल्ल पासवर्ड सम्झेँ। निन्द्राको सुरुमा चाहिँ मैले पुरानो पासवर्ड हालेछु। के भयो होला भन्नु न? रुनु कि हाँस्नु भयो कि? तपाईहरुलाई पनि त्यस्तो भएको छ? The worst feeling ever.